सम्पूर्णलाई नमस्कार छ र सबैजनालाई स्वागत गर्न चाहन्छु यम बुद्ध र युट्युब च्यानलमा। र आजको हाम्रो बसाइमा त नभनौँ, हाम्रो हिँडाइमा हामी हिँड्दैछौँ। यतिखेर एकदमै प्यारो भाइ हुनुहुन्छ नवलजङ। नमस्ते। के छ भाइ? अनि नयाँ नौलो ठिक छ भाइ, जोस र खुसी लागिरहेको छ तपाईँ आउनुभयो भेट्नको लागि होइन। अनि भाइको लागि दाइ नआएर, दाइको लागि भाइ नआएर हुन्छ त? तीमाथि हाम्रो सहर, हाम्रो गाउँमा भाइको आगमन। अनि यता भान्जा के छ? भान्जा एकदम ठिक छ, राम्रो लाग्यो। ल अनि तपाईँहरूलाई अर्को कुरा जानकारी गराउन चाहन्छु। भान्जाले ठ्याक्कै मनकै कुरा भन्दै हामी चाहिँ भर्खरै नवल भाइको मुभी हेरेर निस्किँदैछौँ है। एकदमै राम्रो मुभी छ, तपाईँहरू पनि पक्कै मुभी हेर्न आउनु होला। र यो चाहिँ सर्ट मुभी रहेको छ है, सुकुना बहुमुखी क्याम्पसमा यतिखेर रिलिज भइरहेको छ। भाइको एकदमै राम्रो एक्टिङ छ, प्रस्तुति राम्रो छ भाइको। आगामी दिनको लागि पनि शुभकामना व्यक्त गर्न चाहन्छु म चाहिँ भाइलाई। र अलिकति भाइ केही भन्नु छ? त्यही हो, अहिले मुभी चलिरहेको छ रिसेन्टलीमा, माया मोह मुभी। सो तपाईँहरू आउनु होला मुभी हेर्नको लागि। हाम्रो चाहिँ मुभी आउँदो आइतबार सुकुना कलेजमा बिहान 7 बजे र दिउँसो 11 बजे दुईवटा सो छ। र अन्य ठाउँहरूमा इटारीको एरिया, अन्य एरियाहरूमा पनि सो हुन्छ र अब अन्त पनि हुनेछ। त्यसको लागि चाहिँ त्यसको नोटिफिकेसन चाहिँ मेरो नवलजङ टिकटकमा आउँछ र युट्युब च्यानलमा चाहिँ भ्लगिङ आउँछ है नवलजङ खर्साको। अनि भाइलाई के कस्तो महसुस भइरहेछ त आज? जोस राम्रो भइरहेछ, रमाइलो भइरहेछ। अर्को भनेको दाइ आउनुभयो, त्यो नै एकदम भाइले बोलाइसकेपछि दाइ नआउने कुरा हुन्छ त? दाइ ठुलो पल्टिने खालको छैन, दाइ आउँछ है। भाइले बोलाइसकेपछि माया छ भाइलाई, एकदम साथ सपोर्ट छ है। जति सक्ने हो त्यति गर्ने हो, जति सक्छु त्यति गर्ने हो होइन। मलाई भाइ चाहिन्छ, भाइलाई म चाहिन्छ। त्यही भएर दाजुभाइ सधैँ यस्तै हाम्रो सम्बन्ध चाहिँ कायम रहिरहोस् ल। अब यहाँबाट हामी अटो चढेर जानुपर्छ। सिटी आउँछ भाइ, सिटी आउँछ। ल सबैजनाले माया देखाइदिनु पर्यो। ल हामी चाहिँ अब फर्किँदैछौँ है, जस्ट अहिले दाइसँग। अनि यहाँ भाइ र म सर्ट जाँदै म्याजिकमा चढेर है। हाम्रो चाहिँ अब बसाइ फेरि घरि हिँड्दै हुन्छ, घरि सिटीमा हुन्छ, घरि फिक्स नै हुँदैन, मुन्द्रे गाडी यस्तै छ। अब ट्र्याक्टर पनि हामी त गोरु गाडा त्यसमा पनि रेडी छौँ नि होइन र? हामी गन्तव्यमा चाहिँ पुग्नु पर्यो, हामीलाई यो त्यो भन्ने नै छैन। हामी गोरु गाडामा भए पनि हुन्छ, साइकलमा भए पनि हुन्छ, उस्तै पऱ्यो भने प्लेनमा पनि चढिन्छ। प्लेनमा पनि चढिन्छ, त्यो दिन पनि आउला। ल त्यही हो, लाग्थ्यो म अब बाई। तिम्रो के कस्तो चल्दैछ हो? अनि जिन्दगी ठिकै छ दाइ है, यस्तै हो, रमाइलो भइरहेको छ, काम चलिरहेको छ। नवल भाइ चाहिँ उदयपुरबाट यहाँ आएको छन् होइन। माया देखाउनु पऱ्यो नि त आफ्नो ठाउँ, आफ्नो सहरमा आइसकेपछि। भाइसँग नभेट्ने त कुरै भएन। त्यही भएर ल भान्जा अनि कोही त तिम्रो पनि देखाउ न हौ। यता चाहिँ भान्जा ल, सबलाई माया छ। अनि भाइ प्याराग्लाइडिङ गर्दाखेरि कस्तो महसुस भयो, कस्तो अनुभव भयो त? मेरो पछाडि होइन पखेटा नै लागे जस्तो फिल भइरहेको थियो दाइ। ठिक छ। पखेटा नै उम्रियो कि क्या हो भन्ने भइरहेको थियो कि मेरो। हामी दाजुभाइको चाहिँ लोकल यात्रा छ होइन। हामी चाहिँ लोकल यात्री हो, साधन हामी हो नि। हामीलाई किन आफ्नो साधन चाहियो र होइन? अरूकै साधनमा हामी मस्त छौँ। घरि सिटीमा चढ्छौँ, घरि भेनमा चढ्छौँ, साल पऱ्यो भने ट्र्याक्टरमा पनि चढ्छौँ। हामी त चढ्ने चिज त केही बाँकी नै राख्दैनौँ। भेट्यो त्यसैमा मतलब भएन, गन्तव्यमा पुग्नु पर्यो। यतिन्जेलसम्म भिडियो हेरेर साथ दिनुभएकोमा सम्पूर्ण भगवान रूपी दर्शकहरूलाई धेरै धेरै धन्यवाद। यदि भिडियो मन परे लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनुहोला। जय नेपाल।